सभामुख महोदय, यो अबको 3 महिनामा देशभरिका वनमा लाग्ने आगोको कारणले, डढेलोको कारणले नेपालमा जति काठको दाउराको क्षति हुन्छ त्यो प्रयोग गर्दाखेरि आज आयात गरिने रकमभन्दा त्यसको करिब आधा बचाउन सकिँदो रहेछ। तर हामी त्यो काम गर्न सकिरहेका छैनौँ, गरिरहेका छैनौँ। यो कहिलेसम्म गर्ने भन्ने प्रश्न छ। विगत 4 दिनदेखि पाल्पा रिब्दीकोट गाउँपालिकाको वडा नम्बर 1, 2 मा पर्ने करिब 170 हेक्टर क्षेत्रफल 4 वटा सामुदायिक वन, मधुवन, भारेखोला, लेकको वन, मधुवन लगायतका चाहिँ सामुदायिक वनमा आगलागी भएर सम्पूर्ण रूपले ध्वस्त भयो। करोडौँको काठ दाउरा ध्वस्त भयो। चराचुरुङ्गी, वन्यजन्तु कति क्षति भए भन्न सकिने स्थिति छैन। यो हरेक वर्ष हामीले यस्तो कहिलेसम्म भोगिराख्ने, यसको नियन्त्रणका लागि त्यो वनस्पतिको वन पैदावारको उपयोग गर्नेतर्फ हामी किन नलाग्ने भन्ने। माननीय सदस्य डोल प्रसाद अर्याल।